सुदूरपश्चिम रोयल्सबाट एनपीएल सिजन 1 र एनपीएल सिजन 2 खेलिसकेका हरमित सिंह यो पटक भने जनकपुर बोल्टमा गएका छन्। यो पटक जनकपुरले चाहिँ उनलाई चाहिँ कप्तानको रूपमा चाहिँ साइन गरेको छ। हरमित सिंहले पहिलो सिजन चाहिँ 5 वटा म्याच खेल्दै 8 वटा विकेट लिएका थिए भने सेकेन्ड सिजनमा चाहिँ उनले चाहिँ 9 वटा म्याच खेल्दै 12 विकेट लिएका थिए भने सेकेन्ड सिजनमा उनले 133 रन समेत बनाएका थिए। र जनकपुर बोल्टमा हरमित सिंहको आगमनसँगै टिम केही ब्यालेन्स देखिएको छ। यो पटक जनकपुर बोल्टको लिड चाहिँ हरमित सिंहले गर्नेछन्। उनलाई चाहिँ जनकपुर बोल्टले कप्तान समेत बनाएको छ भने सुदूरपश्चिम रोयल्सबाट हरमित सिंह जाँदा सुदूरपश्चिम रोयल्सलाई मलाई लाग्छ खासै असर पर्दैन, किनभने सिजन 2 मा चाहिँ सुदूरपश्चिमबाट ब्रान्डन मैकमुलन, शोएब जैब जाँदा पनि सुदूरपश्चिमलाई असर गरेको थिएन र सिजन 3 मा चाहिँ सुदूरपश्चिम रोयल्सले शोएब जैब त्यसैगरी ब्रान्डन मैकमुलन जस्ता खेलाडीलाई पुनः भित्र्याउने तयारी गरेको भन्ने पनि बुझिएको छ। यद्यपि त्यो कुरा चाहिँ अफिसियल भइसकेको छैन। यदि शोएब जैब र ब्रान्डन मैकमुलन फेरि सुदूरपश्चिम रोयल्समा आयो भने हरमित सिंहको अभाव खड्किने छैन र त्यसैगरी यो पटक पनि सुदूरपश्चिम रोयल्सले चाहिँ अस्ट्रेलियन प्लेयरलाई चाहिँ साइन गर्नेछ र सुदूरपश्चिम रोयल्सको पेस बलिङको कुरा गर्दा एकदमै उत्कृष्ट बलिङ लाइन रहेको छ। अब सुदूरपश्चिम रोयल्सको फोकस चाहिँ ब्याटिङ र अलराउन्डर हुनेछ भने त्यसैगरी स्पिन बलिङ पनि हुनेछ।